अलि यहाँ बस्ने अलि पछाडि बस्ने त्यो फोटो खिच्नु बाबु त जाऊ रे नानी ए नानी भुइँबाट पनि पुइ जाने रहेछ कालो लामो रहेछ नानी सिधु ल्याइन आ बाबु यता आएर यता त्यो अलिकति चाहिँ सिन्दुर लगाएर अब त्यहाँ गणेश खै त्यो उनीहरूले चढाइदियो त्यही चढाइ आइन्छ क्या अलिकति लगेर चढाइदियो अहिले लगाउने त्यो त अलि पछि अहिले लगाइदिन्छ अहिले पहिला दिन पटक हाल्नु पर्यो गरेर हो त्यति भयो रातो टालो उता के रातो टालोमा यता फर्क यता राख्छ त्यो यता लिएर मैले यो आजबाट तिमीलाई यो सिन्दुर दिएँ भनेर अनि दिनुभयो तपाईँले दिनुभयो तपाईँले लागेको ठिकै छ बाहुन बाजी धेरै लैजा सिधो भइहाल्छ कि बाच्चा त पछाडि अरू रङ्ग छर्छन् यो सिन्दुर कोहीले हाल्दैन कि यही हालिदिने आउँदो लोग्नेले दिए सिन्दुर यही हाल्ने त वास्तवमा सधैँ यही हाल्ने अब त के हाल्छ रङ्ग त बोलायो त्यो यस्तै सकिया त यस्तै हो यार डिब्बामा ल्याउने सिन्दुर भने सिन्दुर तल बोटमा पनि त्यही माथि चाँदामा पनि त्यही सिन्दुर पनि त्यही पालिसको अब त सजिलो उपाय भयो बन्द गर कब्रामा ल यस्तो बोतल त सिन्दुर नखो घोप्ट्याएर सिन्दुर बिस हो त्यस्तो भयो नै यतै र कि यो डब्बा नखस्ने गरेर हो त्यति हो खस्दैन डब्बा दुलेको हातमा भयो त्यो लाग्यो उठाएर अब एकछिन त्यसले टिका लगाइदिनेलाई त यिनले लगाइदिनु पर्छ टिका टिकेर अहिले नराख के त्यो
आफै सरेर हुन्छ उचाल्ने होइन बारे बाबु अब तिनीहरूले उचाल्दैन आफै सरिन आयो हुन्छ अलिकति हात लगाइदियो आइन्छ होइन त्यो नपचाले हो खुट्टै बहुत तिनले उचाल्ने गराएको छैन नि त मजाले पकाएर तल खुट्टा हो तिनी खुट्टा पकाएर के बुढी होला हो तैँले माथि छु माथि के तिमीले माथि छु माथि तल उसले सुमात दियो क्या मैले उसलाई सुमात तिमीले त पगरिन अहिले पगरिन अब त्यतिखेर उसलाई पगरिदिनु आउनु पर्दैन गाडाको मान्छे त्यहाँ काम लाग्छ बाजे अब त्यसलाई तिर लगाइदिने हो नि लगाइदियो यो सिरुको दिपा खोल हो यता बेच्दै खोल्दै गरे त्यसलाई बेच्दै उता खोल्दै गरे हो हो त्यस्तो हो त्यस्तो हो त्यो खोल्दै गर्छ बेच्दै अब त्यो लगाइदिए पैसा कालमान लगाइदियो अब त्यो कालमान लगाइदिए खाना खा गाडी हुँदै उता कालमान लगाइदियो खाना खाले त सबैले सबैले खाना खायो सबैले सोध्छु सुला मैं कोही खाना खाएर बस्ने बाछामा जाँदा हुन्छ है नै पाइयो भोक लाग्यो नि त खानु भोक लाग्छ नि अब खै त होइन म हाल्ने चिनी हाल्ने घिउ र चिनी पाँच अलिक ल्याइदिनु म पनि राख्ने दही भयो दही जुटो हुन तयारी भइरहेछ पैँतिस छरा अहिले 35 तिलानी पर्छमा राख अहिले पछि लगाउनु राख अब त तिलानी पनि हाल्छ खाली राख्छ अब खानेपिने यता अब चारो बनाउने त तिमीले हो पिस्ने केलाउने त्यहाँबाट खाने पकाउने पिस्ने अब जाँद पिस्ने हो कि पिस्ने यस्तो गरौँ कि यस्तो तिमीलाई मात्रै दुःख दिन्न भनेर तिमीले माथि लाग्छ मात्र मात्रले एक्लै तिमीलाई मात्रै कहाँ भन्नु मैसँग मात्र नि
हो जानिहाल्छ मान्छे क्या कहिले पनि मैले तिमीलाई एक्लै हुन दिने छैन एक्लै हराउने छैन तिमीलाई साथ दिउँला भनेर चाहिँ लागि आउने नि भयो भएन हेर भयो हेर साथका के चल्यो भने केटीले साथ दिनु पर्यो भागो रहन्छ ल मैले त्यस्तो भनेर तिमीले बिस अब तिमीले बिस मलाई त तपाईँले साथ दिनु मैले तपाईँलाई नदिउँला भनेर तिमीले मान्छे यो बाचा के हो भने जिन्दगीभरिको बाचा हो कहिले पनि एक्लै तैँले गर्ने काम हो तेरो काम हो भनेर कसैले नभन्नु हो त्यो भन्नु यो तेरो काम हो भनेर कसैले नभन्नु भाग लगाऊ एउटा चौबडी खोज त्यहीमा पखाला क्या यहाँ पनि खेल्छौ त्यो बदाम पालेको थियो उताको तिमीले पखाला अलिक सुन्छ एक वर्षमा धोएको थियो सरकारमा किन दिने हो जस्तै गराएको थियो अब त्यसलाई बाँड आधा आधा गरेर बराबर त्यस्तो के पिछेबाट काट्ने हो यो खाना खाना कहिले यसो चाड्ने पैँतिले तिनचोटि खाने यसै चाड क्या पैँति उठाएर चाड्ने अलिअलि आइक्यो भगवान भोक लाग्यो मिठो हुन्छ भगवान आइज अब दिएल लौ खाऊ भने दिएल खाऊ भने पैसा उनले खानेको दिन तपाईँको पैसा सस्ता हो होइन सिधै हाल्ने क्या हात होइन तिनमा पो हाल्ने क्या तिन पैसा थालीमा राख्छ अहिले त्यो अब तैँले खाजे खा एउटा हातले पर पैसा यहाँ राख तल भैतिर हो खाने हातले हो खाऊ सबै पहिला मिलाउ त जता सबै खाने धेरै भोक लागिरहेको छ खाइरहेको धेरै भोक लागेको त्यही भएर गमागम दुईजना खाइरहनु भएको छ अब चेयरको सुन्ने छैन म चाहिँ रेस्ट गर्छु 3:30 भइसक्यो त्यही भएर छिटो खाने दही पनि खाने सम्झेको छ भनिरहेको छु मैले बिहान पनि भनिरहेको छु फर्केमानले स्याम्पू ल्याउने भन्ने कुरा थियो जानु भएन लगेर भन्ने कुरा आउनु भएको छ बोलाउनु त जाऊ नानी दिने खै